साथीहरु आज म पोखरामा रहेको अर्गौं अर्चले जो चाहिँ कवि शिरोमणि लेखनाथ पौडेल चाहिँ जन्मेको घर ठाउँ अहिलेसम्म तपाईले किताबमा शिरोमणि लेखनाथ पौडेलका कृतिहरू फोटोहरू हेर्दै आउनु भएको थियो भने अब चाहिँ वास्तवमै जन्मेको घरमा आएर तपाईहरुलाई हामीले आज दिँदै छौं, हेर्दै जानु होला। साथीहरु अब चाहिँ हामी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिका लागि यहाँ बनाइएको म्युजियम छ। म्युजियम भित्र के छ त्यो चीजहरु हामी हेरौं। ढोका बन्द छ है यो म्युजियमको। अब यो म्युजियम ढोका खोलेर भित्र हेरौं। दहीमती ठेकेर चाहिँ दुलो परे चाहिँ हेरी दुलो परे यो हाम्रो जमानाको लेखनाथ पौडेलले चाहिँ यसमा दही मोथेर मजाले घिउ निकालेर खाएर बलियो भएर कविता लेखेको ठाउँ हो। दही मोथेर साथीहरु ल अब अर्को चाहिँ कोदालीको चाहिँ हरियो काक्रो करम करम अनि मकै दोर्याम दोर्यामेली है साथीहरु। यो चाहिँ यो ढोका लाउने चीज हो यो त। यो पहिलाको पुरानो घरहरुमा चाहिँ यतापट्टि आएर हँसिएर चाहिँ यसले चाहिँ घाँस काट्ने साथी है। अब यतापट्टि के छ त तरबार रहेछ। पहिला उति बेला चाहिँ लेखनाथ पौडेलले गरेर गर्ने हो कि के हो त्यो थाहा भएन हैन। तर जे भयो नि हतियार चाहिँ खतरा रहेछ है, तरबार लटी छ। के छ यसले चाहिँ पिरो पिनेर मसक मसक गर्ने यो लोरोले चाहिँ पिरो पिनेर मजाले मिठो तरकारी बनाएर खाएर हुर्केर लेखनाथ पौडेलले राम्रो कविता लेख्न सके हैन। ल अनि यो के हो यस्तै हो मलाई पनि थाहा भएन, थाहा हुँदै कमेन्ट गरिहालौँ है त। अब आएको हेर्नु साथीहरु जो यी लेखनाथ पौडेल लागु चपल यो ठ्याक्कै चपल चाहिँ लेखनाथ पौडेलले टक्क यसो गरेर यो चाहिँ औला घुसाउने ठाउँ र चाहिँ टक्क गरेर यो लगाएर घामग्राङ लेखनाथ पौडेल हिँडेको रहेछन् हैन साथी हो। ल यो बालेर चाहिँ राति पिसे भेट्न जाने बेलामा कहिले गयो सर्भर टुक्छ भने पहिला यस्तो लाइट हुन्थ्यो नि त। तपाईँ हाम्रो पालामा नि चलिरहेको छ। तपाईँ त्यो देख्नु भएको छैन होला, बल्ल अहिले पछाडि यस्तै म्युजियमतिर देख्नुभयो होला। रियालिटीमा चाहिँ यो बल्ब आएन हैन तपाईले। अनि तलपट्टिको लेखनाथ पौडेल चाहिँ बुढो भइसकेपछि दारी खुलेर यत्रो भएपछि अब लौ टेकेर बाबु भन्दै हिँड्ने बेलाको लौरी रहेछ साथी हैन। ल लौरी यो तलपट्टि यो हतासो हामी सुत्ने खाटमा गुन्द्री बनाउँछ नि, गुन्द्री डाडी पाखी त्यसलाई टक टक खटक खटक खटखट गर्ने चिज यो हो। यसलाई हतासो भन्छ साथी है। यो पनि रहेछ। ल अब लेखनाथ पौडेलको फोटो स्वर्गीय श्री कवि शिरोमणि लेखनाथ पौडेलको फोटो जो हामीले चाहिँ किताबमा मात्रै हेरेको थियौं, कविता पढेको थियौं। आज चाहिँ उहाँको जन्मभूमिमै आएर उहाँलाई यसरी देखाउन पाउँदा चाहिँ मलाई चाहिँ एकदमै खुसी लागिरहेको छ। तपाईले पनि देख्नु भएको थिएन होला हामी त पहिला यो ठाउँ। यदि देखेको भयो भने ठिकै छ, नदेखेको भयो देखिहाल्नु भयो, राम्रै भयो है। यतापट्टि फेरि जाउँ, यता हेरौँ। यता आइपुगेर तपाईको यहाँ रहेछ यी छत्री। यो छत्री हो यसरी टक्क लाएर यो भन्ने चाहिँ यो छत्री हो है त। तर त्यो बेला चाहिँ त्यस्तो गर्थेन नि। हिजो आज र्याप गाए यो लाएर, पहिले चाहिँ यो लाएर कोदो बोल्न जान्थे, काउनु बोल्न जान्थे घाम हुन्छ भनेर यो लाएर है त। अब यतापट्टि आएर के छ खोइ बन्द छ कि हो खोल्न सकिने के यो त। ल यो चाहिँ लक रहेछ हैन, खोल्न नसकिने नमिल्ने रहेछ। यो लक भएको हुनाले तपाईले यहाँ देख्न सक्नुहुन्छ भित्रपट्टि छ। यिनीहरू मानापाती के हो यी चाहिँ त्यो जोगीले लिएर हिँड्छ यसरी उचालेर त्यस्तो वाला के हो यो। तलपट्टि चाहिँ यी मानापातीहरू यो छन्। यी नापतौलको चिजहरू छ नि। यहाँ डालो छ है, डालोमा
यहाँ चाहिँ कोदो सोदो हाल्थे हैन। बाजेको पालामा मोहन गर्थे डालामा, अहिलेको हाम्रो पालामा मकै छैन डालामा। ल हेर्नुस् यो डालो चिन्नु भयो नि, अहिले चाहिँ मकै छैन डाला। सब गाउँभर के भन्छ रीति रिवाज छ नि हैन। अब त्यसपछि चाहिँ यतापट्टि हेरौँ, यो पनि डाली नै हो, यो ठुलो डालो, यो डाली सानो, यो पनि लगेर चाहिँ यहाँ शङ्खहरू छन् है, ढुङ्गा शङ्ख। अब लेखनाथ पौडेल एकदम धर्मात्मी हुनुहुँदो रहेछ। पूजा आजाका सामग्रीहरू पनि यहाँ रहेछन् नि, तल पनि छ नि पूजाका लागि सामग्रीहरू। यी चाहिँ ठेउका ठेउकी भयो अब दही मन्त्रको लागि। अनि त्यस्तै गरी लेखनाथ पौडेल सुत्ने खाट यो खाटा सुतेर यो झ्याउदाहरू रच्ने खाट यही हो सुतेर। यो झ्याल चक्क खोलेर बाहिरको मनोरम हावा खाएर मजाले हाम्रो कृतिहरू लेखेको। अनि त्यहाँबाट कमाएको पैसाहरू चाहिँ राख्ने मुदुसी, यहाँ पैसा चाहिँ पैसा थुपारेर राखेको अनि चाबी लाएर राखेको। यो मुदुसभरि चाहिँ लेखनाथ पौडेलले पैसा राख्थ्यो अरे। थाहा भने त्यो चाहिँ यसो जोक गर्ने। ल साथीहरू, अब आज फेरि यो भ्लगलाई पनि यहीँ अन्त्य गरौँ है। तपाईँहरूले अहिलेसम्म लास्टसम्म हेर्नुभयो, त्यसको लागि एकदमै धेरै धन्यवाद छ। इन्ट्रेस्टिङ भयो। आजलाई यहीँ अन्त्य गरौँ होला। बाई बाई, टेक केयर।